भर्खरै कर्पोरेट संसारमा जाँदै हुनुहुन्छ? आजको यो एक्सप्लेनरले अफिसको राजनीति र सफलताको तपाईँको बुझाइलाई पुरै बदल्नेछ। धेरैले भन्छन् कडा मेहनत गर, तर वास्तवमा कर्पोरेट सफलताको नियम अलि फरक र निकै रोचक हुन्छ। 48 नियम मध्ये हामीले कर्पोरेट सफलताका लागि सबैभन्दा उपयोगी र क्रमैसँग गाह्रो हुँदै जाने 3वटा नियम छानेका छौँ। यी हुन् आत्मनियन्त्रण, प्रतिष्ठा र रणनीति। यी 3 कुरा तपाईँको दीर्घकालीन करियर विकासको बलियो जग हुन्। ल, सबैभन्दा सजिलो नियमबाट सुरु गरौँ। थोरै बोल्ने। यो तपाईँको कर्पोरेट जीवनको पहिलो र महत्त्वपूर्ण दैनिक बानी हो। मिटिङमा कम बोल्नुहोस्, आफ्ना योजना लुकाउनुहोस्। यसले तपाईँको कमजोरी बाहिर जाँदैन र शक्ति तपाईँकै हातमा रहन्छ। सहकर्मीसँग गफिँदा ठ्याक्कै कहाँ रोकिने भनेर जान्नुभयो भने यसले तपाईँलाई अफिसको फजुल गसिपबाट सधैँ बचाउँछ। अब अलिक गाह्रो नियम। बहसले होइन, कामले जित्ने। खासमा यसले तपाईँको कर्पोरेट प्रतिष्ठाको बलियो ढाल बन्छ। हामी सही हुन बहस गर्छौँ नि, तर अफिसमा विवाद नगरी नतिजा देखाउनु भयो भने तपाईँको छुट्टै पहिचान बन्छ। असहयोगी सहकर्मीसँग भनाभन गर्दै नगर्नुहोस्। आफ्नो कामलाई बोल्न दिनुहोस्। यसले तपाईँको विश्वसनीयता र विश्वास सधैँ जोगाउँछ। र सबैभन्दा गाह्रो नियम, मान्छेको स्वभाव र सही समय चिन्नु। यसले तपाईँलाई कर्पोरेट राजनीतिको भित्री खेल बुझाउँछ। अफिसमा साथी नखोज्नुहोस्, काममा ध्यान दिनुहोस्। यसो गर्दा अरूको लुकेको मनसाय र असली रूप छर्लङ्गै देखिन्छ। कहिल्यै हाकिमलाई कमजोर नदेखाउनुहोस्। उनीहरूलाई सम्मान गर्दा तपाईँ अनावश्यक विवाद र नकारात्मक माहौलबाट सजिलै बच्न सक्नुहुन्छ। लामो करियर बनाउने हो भने चेस खेलाडी जस्तै बन्नुहोस्। हरेक कदम चाल्नु अघि पक्की रणनीति र तयारी गर्नुहोस्। इमेलको जवाफ दिनु अघि एकछिन पर्खिने बानी बसाल्नुहोस् त। यसले गल्ती हुन दिँदैन र तपाईँको प्रभाव एकदमै बढाउँछ। सानातिना विवादमा अल्झिँदै नअल्झिनुहोस्। मुख्य समस्यामा मात्र ध्यान दिनुभयो भने तपाईँको धेरै समय र ऊर्जा बच्छ। यी सिपहरू सिक्नुभयो भने नि तपाईँ कर्पोरेट संसारले सधैँ खोजिरहने एक अमूल्य र नभई नहुने सम्पत्ति बन्नुहुन्छ। यी नियमहरू दैनिक लागू गर्दा कार्यस्थलको शक्ति र प्रभावप्रतिको तपाईँको हेर्ने दृष्टिकोणमै ठूलो परिवर्तन आउँछ। सबैभन्दा ठूलो पाठ के हो भने असली कर्पोरेट प्रभाव भनेको अरूलाई नचाउनु होइन, आफैलाई पूर्ण नियन्त्रण गर्नु हो। कर्पोरेट संसार त सधैँ बदलिन्छ नि, होइन? त्यसो भए भोलिका नयाँ चुनौती जित्न यी नियमहरू कसरी अपनाउनुहुन्छ त?